यो कोदे कोदे चाहिँ बर्खे बाली हो। यसलाई वैशाख जेठमा ठुलो राखेर असाढमा सारिन्छ र असोज कार्तिकमा यसलाई टिपेर भित्राइन्छ। यसको रोटी खान प्रयोग गरिन्छ। यसको माथिको टोप्राहरू टिपेर यसको सबै फलहरू माथि यसको टोप्रामा लाग्छ फलहरू, अनि यसलाई रोटी खान प्रयोग गरिन्छ। अनि यो चाहिँ गहुँ भनेको हिउँदे बाली हो। हिउँदे बाली हिउँदको सिजनमा लगाइन्छ। यस्तो सुविधा चाहिँ गहुँ काट्न गएछु है। असोज कार्तिकतिर लगाएर जेठतिर यसलाई निकालिन्छ, यसलाई काटिन्छ र अनि यो काटेपछि यसलाई यसको गहुँहरू निकाल्नको लागि, दाना निकाल्नको लागि गाह्रो हुन्छ। त्यसैले यो गोरुको सहयोगबाट दाहा हालेर यो गेडाहरू निकाल्ने काम हुन्छ, अन्नहरू निकाल्ने काम हुन्छ यसबाट, दानाहरू। अनि यो पहिल्यैदेखि आएको चलन हो। यो गोरुलाई जोतेर यसबाट दाना निकालेर खाने गरिन्छ। यो चाहिँ गहुँ, यो पनि रोटी खाने काम हुन्छ। गहुँ सबैलाई थाहा नै होला होइन गहुँको बारेमा। अनि त्यसपछि चाहिँ यो चाहिँ मकै चाहिँ पहिला पुरै चुहाइन्छ मकैको बेलाबाट। त्यसपछि अनि यो गरासाहरू बिहान पुर्याउने काम हुन्छ, चुहाउने काम हुन्छ। अनि दिनमा एक गरासाहरू अम्काउने, फेरि अरू बोउनुको लागि गरा अम्काउने काम गर्नुपर्छ दिनमा। अनि दिनभरि त्यो काम गरिन्छ। यो गडाहरू उम्काउने कामहरू, मकै बिहान चुहाउने अनि दिनमा पनि चुहाउने, गडाहरू उम्काउने काम हुन्छ। अनि जब राति हुन्छ नि, राति भएपछि अनि राति त्यो दिनमा चुहाएको मकैहरू पुर्याउने काम हुन्छ। त्यसलाई बाहिरको कभरहरूलाई निकालेर भित्रको मकैहरूलाई राख्ने काम हुन्छ। अनि सबैजना घर परिवारको सदस्यहरू जम्मा भएर दाजु मम्मी बुवा दिजु बहिनीहरू सबैजना सबै जम्मा भएर यो हाँसो मजाक गर्दै मकै पुर्याउने काम गरिन्छ। अनि रमाइलो पनि हुन्छ यो मकैहरू पुर्याउँदा, किनकि सबैजना जम्मा भएर हाँसो मजाक गर्दै पुरानो कुराहरू गर्दै सम्झिँदै त्यस्तै। अनि यो त्यसपछि मकै पुर्याएपछि सबै काम भएपछि यसलाई गडालाई भाउनुपर्छ। यो भाएपछि यो जोत्नुपर्छ। यो जोतेपछि चाहिँ फेरि अरू केही बनाउनुको लागि सहज हुन्छ। त्यही भएर त्यस्तै हो। अब यो भिडियो चाहिँ यति हो। अर्को भिडियोमा अरू केही जानकारी दिन्छु। हस्, धन्यवाद।